हेलो साथीहरू, आज म चाहिँ उनको स्वेटर हेर्नु मेरो ठुलो भान्जी र कान्छा भान्जासँग दमकसम्म जाँदैछु। हामी सफरीमा जाँदैछौँ। यति बेला पथरीदेखि दमकसम्म हामी बसमा गयौँ र डिम्याक्समा पुगिसकेका छौँ। यहाँ माथि हेर्न सक्नुहुन्छ, सबै आफ्नो तरिकाले फोटो खिच्दै हुनुहुन्थ्यो। हामी पनि यहाँनिर 3 जना फोटो खिच्यौँ एकछिन। त्यहाँदेखि फिल्म सुरु भयो। भित्र पसेपछि फिल्म हेर्दै थियौँ। यो फर्स्ट हाफभन्दा अलिकति अगाडि बासी काफ्ले एकदमै कमेडी सिन रहेछ। यो प्राइभेसीभन्दा आउट गरेर मैले भिडियो गरेको छु। गर्नु चाहिँ अलिक डरछेर रहेछ बासी काफ्ले। यहाँनिर डराएको सिन देखेर सबै दर्शक हाँसिरहेको थियो यतिखेर। अनि यो इन्टरभल टाइममा कान्छा भान्जामा बाहिर निस्केर फोटो एकछिन खिच्यौँ। त्यसपछि फेरि हामी फिल्म हेर्नु भित्र छियौँ र फिल्म हेरिसकेपछि त्यहीँ नजिकै रहेको डिम्याक्स नजिकै रहेको जुङ्ग्री क्याफेमा गयौँ। सायन भाइले खोलेको यो क्याफेमा गयो, एकदमै राम्रो रहेछ। यहाँ मेरो ठुलो भान्जी के खानेकुरा अर्डर गरेर यति बेला किमा नुडल्स खाँदै हुनुहुन्छ। कान्छा भान्जा नि हल्का हल्का लजाउँदै थिएर यहाँनिर खाँदै हुनुहुन्छ। अनि यहाँको चाहिँ यो ताइपो मोमो देख्न सक्नुहुन्छ। ताइपो मोमो स्पेसल रहेछ। त्यसपछि फेरि हामी एकछिन फोटो खिच्ने भनेर यहाँ म वरिपरि घुमाउँदैछु क्यामेरा। मेरो ठुलो भान्जी र कान्छा भान्जा चाहिँ भोटनिस कल्चरल ड्रेस लाउने हेरेर यहाँनिर ड्रेसहरू लाएर फोटोहरू खिच्यौँ। अनि फोटोहरू खिचेपछि हामी रात पनि पर्सेको थियो। त्यसपछि हामी घर फर्क्यौँ। अझै धेरै कुरा छ साथीहरू, अब अर्को पार्ट 2मा म देखाउने। अरू बाँकी रहेको चाहिँ पार्ट 2मा देखाउने छु है साथीहरू। हस् त, बाई बाई।